Hi guys, good afternoon. यतिखेर म आफ्नै घरमै छु र साथीहरूलाई आज म एउटा भनौँ चाडपर्वको बारेमा केही भन्न चाहन्छु। गाइज, फर्स्ट अफ अल त ह्याप्पी दसैँ एन्ड तिहार। तपाईँहरू जसले यसलाई उत्सवको रूपमा मनाउनुहुन्छ उहाँहरूलाई मनाउनुहुन्छ, तर त्यसै गरी अनि यसको विषयमा छोटो रूपमा भन्न चाहन्छु। तपाईँहरूले सुनिदिनु होला, मेसेज लाइक कमेन्ट गरिदिनु होला है फ्रेन्ड। अनि यो मेरो युट्युब च्यानल गजल च्यानललाई सब्सक्राइब गर्नु होला। अनि म तपाईँहरूलाई विभिन्न न्युजहरू समसामयिक देशमा घटिरहेको अनि यो करेन्ट अफेयर्स अनि त्यसपछि चाहिँ नि अब जेनरली इम्पोर्टेन्ट कुराहरू अनि त्यसपछि रिलेटिभ हिस्टोरी को कुराहरू, त्यसपछि अनि वर्ल्ड वाइज अब कुनै पनि अपडेट अब त्यो चाहिँ अब वुमेन्स लाइफ रिलेटिभ विच बाई इम्प्याक्ट जसले इम्प्याक्ट गर्छ एउटा हाम्रो जीवनसँग लाइफ स्ट्रगल लाइफ एउटा चाहिँ छ, त्यस्तो कुराहरू तपाईँहरूलाई मैले प्रस्तुत गर्ने मेरो कोसिस छ। मेरो गजल च्यानल्समा तपाईँहरूले त्यो कुराहरू हेर्न सक्नुहुन्छ। अनि म हुँ श्रीराम स्याङतान अनि मेरो च्यानलको नाम हो गजल समाचार लभ लिरिक्स। गाइज, तपाईँलाई कस्तो लाग्छ नेपालीहरूको यो चाड दसैँ तिहार तपाईँहरूले कसरी मनाउँदै हुनुहुन्छ? पक्कै पनि सुख दुःखहरू जस्तो जे भए पनि खुसीसँग आफूले माहौलमा यसरी त्यसरी नै मनाउँदै हुनुहुन्छ जस्तो छ, बस मनाइरहेको छ। सो नेपालीहरूको यो महान चाड, तर सबैको लागि महान छैन। नेपालीहरूको राष्ट्रिय पर्व हो, तर सबैको लागि त्यत्तिकै महत्त्व छैन, किनकि धर्म अहिले धेरै छन्। यो विकास क्रमहरूसँगै धर्मको विकास छन्, जो मानव सभ्यतासँग चाहिँ हामी यो हिन्दू समाजमा एउटा दसैँ पर्व दसैँ तिहारलाई एउटा महत्त्व ठुलो चाडको रूपमा लिन्थ्यो भने यो लेटेस्ट जुन भनौँ न यो अहिलेको चाहिँ अवस्था जुन प्रविधिक मानव विकाससँग यो धर्महरू पनि उत्पत्ति हुँदै विकास हुँदै आयो, तर यो यसको महत्त्व पनि अहिले किन फरक भयो भने सबैले त्यत्तिकै महत्त्व किन लाग्दैन भन्ने कुरा पनि एउटा यो हिन्दू सनातन धर्म हिन्दूको एउटा हिन्दू परम्पराअनुसार यो दसैँ तिहार मनायो। यो चाहिँ हिन्दू सनातन धर्मअनुसार यसलाई अब यहाँ पूजापाठ गर्ने मन्दिरमा अनि त्यसपछि बोका नागाहरू चाहिँ बलि चढाउने, यो चाहिँ प्राण हत्या गर्ने, प्राणीहरूको हत्या गर्ने अनि पूजापाठ गरेर यो चाहिँ हामी विजय उत्सव मनाउने, जसले गर्दा सबै चाहिँ के छ भने यो यत्तिकै महत्त्वपूर्ण लागेन। किनभने विजय उत्सव मनाउनु, रमाइलो खुसी मनाउनु, यो अरूको चाहिँ कुनै प्राण हत्या गरेर त्यसरी गर्नु त्यसलाई मात्रै महत्त्वपूर्ण लिँदैन। त्यसकारण आफ्नो खुसी व्यक्त गर्नु अथवा सेयर गर्नुलाई एउटा मनोरञ्जनलाई हरेक किसिमबाट चाहिँ हामीलाई अर्कै भनौँ खुसी व्यक्त गर्ने कुराहरू चाहिँ यसलाई जायज मान्दैन। गाइज, तपाईँ खसीको मासु खानुभयो, ढाकाको मासु खानुभयो होला, कुखुराको मासु खानुभयो होला, अरू यो भेराइटी यो यसलाई चाहिँ खानुभयो। अब आफ्नो स्वास्थ्यको लागि आफूलाई जे जस्तो मन लाग्यो तपाईँले खानुभयो होला, अनि पचाउन पनि सक्नु पर्यो। अनि यसलाई चाहिँ जे भए पनि अब हामीले रमाइलो मान्ने कुरामा तपाईँलाई मैले भने अब रमाइलो मनाउने कुरा चाहिँ अब आफ्नै किसिमको छ। जुन सेलिब्रेसन जुन यो सेलिब्रेसन जुन रूपमा लिन्छ, जुन नेपाली जुन सोसाइटीमा अथवा नेपाली जुन सिटिजनसिप पिपुल्सहरूले चाहिँ यसलाई द इयरली वान जुन वर्षभरिमा एकचोटि, अब त्यस्तै अब तपाईँहरूलाई
यो दसैँसँग सम्बन्धित कुरा भयो। अब यो विजय भयो के भयो, यो त यसको कुराहरू इतिहासमा सबै कुरा लेखेको छन्। यसलाई चाहिँ विस्तृत कुराहरू चाहिँ मैले कुनै पनि समय सान्दर्भिक मैले अर्को भिडियोहरूमा प्रस्तुत गर्नेछौँ। अहिलेको लागि चाहिँ मैले दसैँसँग यो सानो कुराहरू भन्ने र अब म वास्तवमा मैले अझ आफ्नो व्यक्तिगत रूपमा मेरो पर्सनलाइज कुरा जस्तो मैले आफ्नो कुराहरू च्यानलको बारेमा मेरो कस्तो किसिमको चाहिँ समाचारहरू आउँछन्, कस्तो किसिमको यो प्रोग्रामहरू चाहिँ पब्लिस हुन्छ, तपाईँहरूको लागि यो मैले एकदमै यो भन्न खोजेको चाहिँ अब यो न्युजहरू तपाईँहरूले हेरेन नभएको अहिले चाहिँ पहिला चाहिँ यो न्युज ब्रोडकास्टिङ धेरै कम थियो। यो चाहिँ अब यसको गुणस्तर लगायत अब हामीलाई त्यो थिएन। अहिले चाहिँ विभिन्न अनलाइन च्यानलहरूबाट तपाईँहरूले यो ब्रोडकास्टिङ के अरे न्युज अपडेट 24 आवर न्युज अपडेट भइरहन्छन् र तपाईँले चाहेको सुन्नुहुन्छ। तर मैले पनि त्यस्तो समाचारहरूलाई प्रस्तुत गर्छु जुन एउटा सत्य पनि हो, प्रमाणित कुराहरू। तथा त्यस मध्ये पनि अब अरूमध्ये पनि अब तपाईँहरूको लागि एउटा हामी जुन नागरिकको लागि सुन्नुपर्ने आवश्यकता जुन पब्लिस्ड हुनुपर्ने तपाईँको जुन वेस्टर्न इस्टर्न जहाँ भए पनि द अल ओभर कन्ट्री इन्टु द कन्ट्री यो चाहिँ यो